यहाँ सबैलाई गुड मर्निङ, शुभ बिहानी, छाला छिमेयो। आज चाहिँ हामी संस्कृति अनुभव गर्न जाँदैछौँ अनि मुनुवा छेहम। त्यसको लागि बिहानको नास्ता गरिसकेपछि अनि आफ्नो तयारी गरेर अब निस्किने तयारीमा छन्। सबैले बिस्किट्स, कुकिज, पानीको बोतल लिँदै अब बस पनि ठ्याक्कै बाहिर आइसकेको छ, निस्किँदैछौँ। अगाडि हेर्दै जाम अब कोरियाको संस्कृति अनुभव अनि मुनुवा छेम कस्तो हुनेछ, कस्तो रहनेछ म अगाडि भन्दै जानेछु सरस्वती। सबै कुराहरू आफूले जाने बुझ्ने जति हाम्रो खेउक सन्सेनिम, थोङेक सन्सेनिम अनि तालिमको शिक्षक र हामीलाई दोभाषी शिक्षकहरू अनि सँगसँगै जाँदैछौँ। बस ठ्याक्कै हाम्रो बाहिर लागिसकेको छ। अनि आज चाहिँ हामी कोरियाको कृषि नोङअपको बारेमा मुनुवा छेम गर्नेछौँ। कृषिको औजारहरू कसरी पहिला खेतीबाली गर्थे त्यसको बारेमा अनुभव गर्नेछौँ। बस पनि बाहिर लागिसकेको छ। अब बसमा चढ्दैछौँ, सबै बसमा चढेर जाने हो। एउटा एउटा गर्दै बसमा चढ्दैछौँ, बसमा चढेर जाने हो। बसमा सायद 30 मिनट जति लाग्छ होला यतादेखि त्यो ठाउँमा पुग्न चाहिँ। सबै बसमा बसेर अब हाम्रो नोङअप अनि कृषि सम्बन्धी त्यहाँको मुनुवा छेम अनि संस्कृति अनुभवको बारेको त्यो ठाउँमा प्रस्थान गर्दै सबै बसमा बसेर जाँदैछौँ। ठ्याक्कै नोङअप फाक्मुङगन पनि पुगेर त्यहाँको बारेमा अब बिस्तारै अवलोकन गर्दै फाक्मुङगनभित्र प्रवेश गर्दै, फाक्मुङ भनेको चाहिँ सङ्ग्रहालय के, नोङअप सङ्ग्रहालयभित्र प्रवेश गर्दै यो नोङअप सङ्ग्रहालय यो सन्सेनी चाहिँ भित्र सतर्क पुर्ने कुराहरू भनिरहेछ। सुनौँ के कुरामा सतर्क रहनुपर्ने हो।